नमस्कार सर, गोकु सैनिक क्लिनिक बुटुल चौडामा हजुरलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। सर, पहिला हजुरलाई यहाँ आउनुभन्दा पहिला के समस्या थियो? मेरो समस्या गानोवाला सर्नी खागो होइन, के दुख्थ्यो हो त भन्नु न, किनभने आम जनतालाई त थाहा छैन नि त गानोवाला भनेको। अब यो माथिदेखि यो बिच नाइटोदेखि माथि यो मुटुसम्म कता कता दुख्ने खागो हजम नहुने, पेट फुस्ने, फुल्ने। अनि हजुरले कहाँ कहाँ उपचार गर्नुभयो? मैले बाहिर धेरै ठाउँमा दबाई खाएँ, भएन। 1 महिना 2 महिनासम्म दबाई खाएँ, भएन। कुन ठाउँ? उही कतारमा। अनि भिडियो एक्सरे, इन्ट्रोस्कोपी के सब केही पनि देखिएन। रोग हेर्दा केही देखिएन होइन? तर यहाँ आएर कति दिनमा निको भयो हामीलाई? यहाँ लगभग 4-5 दिनमा आराम भयो होइन? अहिले कस्तो छ अहिले? अहिले खाएको पचिरहेको। हजुर। सुतिरहेको मजाले राति। अनि तपाईँको त्यो दिशा पनि त्यति क्लियर थिएन भन्नु? क्लियर छ। पहिला त थिएन नि त? पहिला पिच्च आउने 1 घन्टामा, आधी घन्टामा आउने पिच्च। अहिले बिहानै क्लियर ठ्याक्कै भयो है? ठ्याक्कै। ल, हजुरलाई धेरै धेरै धन्यवाद छ। यदि यस्तो समस्या कसैलाई देखिएमा अवश्य पनि हाम्रो मेडिकलमा पठाइदिनु होला। त्यस कारणले हजुरले फेरि मम्मीलाई ल्याउनु भयो। अहिले मम्मीलाई कस्तो छ? 1 दिन त भयो। 1 दिनमा कतिको सुधार भएको छ? दुख्दैन भन्ने हो। अलिक कम छ। ल, हस् सर, ल, एकदम 100% सन्चो छ है। गानुको लागि ठिक छ, गोकु सैनिक क्लिनिकमा पठाइदिनुहोस्, सबैलाई भनिदिनुहोस् है। ल, धन्यवाद छ।